आदिगुरु आदित्य दाहाल र उहाँले परिकल्पना गर्नुभएको यो आदित्य धाम हाम्रो काभ्रे जिल्लाको पनौती नगरपालिका कुसादेवीमा पर्दो रहेछ। म यस ठाउँमा घुम्न पुगेको हुनाले यहाँको सानो भिडियो प्रस्तुत गर्ने जमर्को गरेको छु। यदि तपाईहरूलाई पनि यो ठाउँ राम्रो लाग्यो, घुम्न जान मन लाग्यो भने बनेपाबाट पनौती हुँदै कुसादेवी जाँदा अलि कुसादेवी नपुगिकनै देब्रेतिर साइडमा एउटा बाटो आउँछ। त्यहाँ गेट छ, आदित्य धाम प्रवेशद्वार। त्यहाँबाट अलिकति माथि रहेछ। एकदमै राम्रो लाग्यो अनि त्यही भएर सानो भिडियो बनाएको। कतिले थाहा पाउनु भएको होला, कतिले थाहा नपाउनु भएको होला र यस ठाउँमा गएर एकपल्ट अवलोकन गरिदिनु होला पनि भन्न चाहन्छु म काभ्रेली भएको नाताले। अनि यो भिडियो लामो छैन, पुरै हेरेर साथ दिनु होला र राम्रो लागेमा सेयर, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु हुन म यहाँहरूसँग विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। मलाई एकदम राम्रो लागेको हुनाले यो छोटो भिडियो पस्किएको छु। के कस्तो लाग्छ हजुरहरू कमेन्ट गरिदिनु होला। धन्यवाद।